गर्दछु। आसन ग्रहण गरिदिनु सभासमित आरसी गौलीजीलाई हार्दिक अनुरोध गर्दछु। यसै आसन ग्रहण गरिदिनु हुन सहकोषाध्यक्ष धर्ममाथिजीलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन सर्वोच्च शान्त भास्करजीलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन सदस्य देवमाथिजीलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन सदस्य केशव अजिङ्गरजीलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन सदस्य मनोज राणा मगरजीलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन सदस्य विष्णु परालजीलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन सदस्य आशा तराईजीलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन सदस्य अस्मी गुरुङजीलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन सदस्य ईश्वर परियारज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन सदस्य विमला दराईज्यूलाई हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण गरिदिनु हुन सदस्य अनिता विकाज्यूलाई हार्दिक अनुरोध गर्दछु। यस्तै आसन ग्रहण गरिदिनु हुन सदस्य जस्मिन गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन सदस्य कमल आलेज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन सदस्य शोभा राणाज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन सदस्य बलबहादुर घटी मगर जो खेलकुद संयोजक समेत हुनुहुन्छ उहाँलाई पनि म मञ्चमा आए आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्छु। यसै गरी आसन ग्रहण गरिदिनु हुन सदस्य सन्तोष भुषालज्यूलाई म हार्दिक अनुरोध गर्छु। यसै गरी आसन ग्रहण गरिदिनु हुन सदस्य दीपक प्रसाद ढुङ्गानाज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन प्रदेश अधिवेशन प्रतिनिधि केदारनाथ रिमालज्यूलाई म हार्दिक अनुरोध गर्दछु। तमु समाज बन्दीपुरका अध्यक्ष निम गुरुङज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन बट्टा टोलका अध्यक्षज्यू अप्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन सुखौरा टोलका अध्यक्ष वा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। राम भक्त भट्टराईज्यूलाई आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्छु। मञ्चमा आइदिनु होला। यसै गरी आसन ग्रहण गरिदिनु हुन खहरे टोलका अध्यक्ष वा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन क्षेत्री समाज बन्दीपुरका अध्यक्ष वा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। यस्तै आसन ग्रहण गरिदिनु हुन क्षेत्री समाज व्यासका अध्यक्ष विनम केसीज्यूलाई हार्दिक अनुरोध गर्दछु। यस्तै आसन ग्रहण गरिदिनु हुन ब्राह्मण समाज बन्दीपुरका अध्यक्ष वा पण्डितज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन मञ्च बन्दीपुरका अध्यक्ष वा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन बट्टार टोल आमा समूहका अध्यक्ष वा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन खहरे टोल आमा समूहका अध्यक्ष वा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन सुखौरा टोल आमा समूहका अध्यक्ष वा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण गरिदिनु हुन स्थानीय युवा क्लबका अध्यक्ष वा प्रतिनिधिज्यूलाई हार्दिक अनुरोध गर्दछु। मैडम बिहान आउनु हो यस्तै आजको कार्यक्रममा हामीलाई मनोरञ्जन प्रदान गर्नका लागि वाद्यवादक सहित उपस्थित हुनुभएका नौमती बाजातर्फका सुजन परिवारको नेतृत्वमा आउनुभएका सम्पूर्ण पञ्चे बाजाका वाद्यवादक मित्रहरूलाई एकमुष्ट रूपमा आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। यसै गरी दमौलीबाट यो रमाइलो मेलामा आउनुभएका सीता पन्त लगायतका साथीहरूले पनि मञ्चमा आए आसन ग्रहण
अब यसपछि उपस्थित सम्पूर्ण अतिथि लगायत सम्पूर्णलाई मन्तव्यद्वारा स्वागत गरिदिनु हुनका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति तनहुका वरिष्ठ उपाध्यक्ष एवं चर्चित गायक अनुराग थापा मगरज्यूलाई म अगाडि निमन्त्रणा गर्दछु। कार्यक्रमलाई सफल बनाउनका लागि पाल्नुभएका हाम्रा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति तनहुका पदाधिकारी एवं सदस्यज्यूहरू, यसरी नै साधारण सदस्यज्यूहरू, यस विशेष गरेर यो हामी खेतमा जुन हिले महोत्सव गरिरहेका छौँ, यस खेतका धनी सुकुमलाल गुरुङ एवं रेशमलाल गुरुङ आफैमा उहाँहरू एउटा सामाजिक व्यक्तित्वहरू हुनुहुन्छ। उपस्थित सम्पूर्ण पत्रकार मित्रहरू, यसरी नै सम्पूर्ण यस कार्यक्रमलाई सफल बनाउनका लागि यहाँ उपस्थित हुनुभएका आमा समूह, क्लब लगायत सम्पूर्णलाई मेरो व्यक्तिगत तर्फबाट र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति तनहुको तर्फबाट हार्दिक साङ्गीतिक नमस्कार टक्राउन चाहन्छु। नमस्कार। म यस सम्पूर्णलाई स्वागत गर्दाखेरि आज विशेष हिले महोत्सव भएको कारणले म थोरै एउटा हामी यो हिले महोत्सवमा खेल्दै एउटा असरे गीत मैले गुनगुनाउन चाहन्छु। यहाँहरूले पक्कै पनि यसमा स्वरमा स्वर मिलाइदिनु हुनका लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। छुपुमा छुपु हिलोमा धान रोपेरै गोडौला, खेतीमा राम्री लक्कलीलाई म कहाँ छोडौला, म कहाँ छोडौला, खेतीमा राम्री नक्कलीलाई म कहाँ छोडौला। असरे मस्को दबदबे हिलो छिमलाई गिल्लायो, पातली नानीलाई फरिया किन्दा 10-20 रिल्लायो, 26 रिल्लायो, पातली नानीलाई फरिया किन्दा 26 रिल्लायो, 26 रिल्लायो, पातली नानीलाई फरिया किन्दा 26 रिल्लायो, 26 रिल्लायो, पातली नानीलाई फरिया किन्दा 26 रिल्लायो। सम्पूर्ण उपस्थित महानुभावहरू, आज हामी तनहुको एउटा सुन्दर नगरी पहाड की रानी बन्दीपुर र बन्दीपुरको वडा नम्बर 3 मा हामीले यो कार्यक्रम 6औं हिले महोत्सव आयोजना गरिरहेका छौं। र यो हाम्रो जुन कार्यक्रमलाई, यो जुन हाम्रो सानो अनुरोधलाई नै अत्यन्तै हृदयबाट नै हामीलाई सहयोग गर्नका लागि तत्पर हुनुभएका
हाम्रा गाउँपालिकाका प्रमुख लगायत सम्पूर्ण गाउँपालिकाको टिमलाई पनि म मेरो व्यक्तिगत तर्फबाट र हाम्रो संस्थाको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। बन्दीपुर यसै राम्रो छ, बन्दीपुर यसै परिचित छ र बन्दीपुर यसैमा आन्तरिक तथा बाह्य पर्यटकले भरिपूर्ण छ। मैले अस्ति नै यसै कार्यक्रमको लागि हामीले पत्रकार सम्मेलन गरिराख्दाखेरि त्यहाँ बन्दीपुर एउटा महत्त्वपूर्ण रूपमा आधुनिक सहरको रूपमा व्यस्त रहँदै गर्दाखेरि बेलुकी पाखा कौराहा गीत घन्केको सुने, कौराहा गीत घन्केको देखे। अझै पक्कै पनि हाम्रो लोक तथा दोहोगीत प्रतिष्ठानलाई यहाँहरूले मौका दिनुहुनेछ कि हामी लाइभ दोहोरी हाम्रा गाउँठाउँमा रहेका अत्यन्तै पुराना भाकाहरू, गाउँठाउँमा रहेका असरे भाकाहरू लगायत यो भाकालाई जोगाउनका लागि बन्दीपुरका सम्पूर्ण महानुभावहरूले, बन्दीपुर गाउँपालिकाले पक्कै पनि यो मौका बन्दीपुरको एउटा सुन्दर नगरीमा हामीलाई मौका दिनुहुनेछ। आउँदो दिनहरूमा यहाँहरूको यस्तै माया ममता र साथ पाउनुहुनेछ भन्ने आशा पनि व्यक्त गर्न चाहन्छु। र आज जुन यो हर्षोल्लासको साथमा यहाँहरूको उपस्थिति देखिरहेको छु र यसैले नै हामीलाई लाग्छ कि बन्दीपुर गाउँपालिकाले राष्ट्रिय लोक तथा दोहोगीत प्रतिष्ठानलाई र कलाकारहरूलाई धेरै सपोर्ट गर्ने रहेछ र गरेको हुनेछ र आउँदो दिनहरूमा पक्कै पनि बन्दीपुरबाट नवोदित कलाकारहरू जन्माउनको लागि र राष्ट्रिय लोक तथा दोहोगीत प्रतिष्ठान तनहुँको हरेक अनुरोधलाई, हरेक हाम्रो कला र कला संस्कृति संरक्षणमा अगाडि बढ्दै गर्दाखेरि यहाँहरूले हातेमालो र साथमा साथ दिनुहुनेछ हामी आशा पनि व्यक्त गर्न चाहन्छु। समय फर्किसकेको छ, यसर्थ म अन्तिममा के भन्न चाहन्छु भने आजको यस जुन हर्षोल्लासको साथमा यहाँहरूको उपस्थिति मैले देखिरहेको छु, यो उपस्थिति हाम्रो कार्यक्रमको अन्तिमसम्म यहाँहरूको उपस्थिति यति नै रहनेछ र अन्तिमसम्म साथ दिनुहुनेछ र हाम्रो यो विभिन्न प्रतियोगिता, डोरी तान्ने, माछा छोप्ने लगायतका विभिन्न प्रतियोगितामा यहाँहरू हर्षोल्लासको साथमा टिम बनाएर यहाँहरू उपस्थित हुनुहुनेछ र हाम्रो कार्यक्रमलाई सफल बनाउनका लागि यहाँहरूले महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने आशा व्यक्त गर्दै यहाँहरू सम्पूर्णलाई म अग्रिम हार्दिक धन्यवाद व्यक्त गर्दै हाम्रो कार्यक्रमको अन्त्य समयसम्म यहाँहरू यसरी नै उपस्थित हुनुहुनेछ, यहाँहरू यसरी नै रमाउनुहुनेछ र हाम्रो कार्यक्रमलाई साथ दिनुहुनेछ भन्ने आशा पनि व्यक्त गर्न चाहन्छु। हाम्रा कलाकार साथीहरू 101 हुनुहुन्छ, म आफै पनि यहाँहरूको माझमा केही गीत गाउँला समय रहेमा र हामी आज यो अन्तिम दिनसम्म, अन्तिम समयसम्म यहाँहरू रमाइलो गरेर यो हाम्रो कार्यक्रमलाई सफल बनाउनका लागि साथ सहयोग गरिदिनु हुनका लागि पनि हार्दिक अनुरोध गर्दै सम्पूर्ण यहाँ उपस्थित हुनुभएका सम्पूर्णलाई म हृदयदेखि व्यक्तिगत तर्फबाट र हाम्रो राष्ट्रिय लोक तथा दोहोगीत प्रतिष्ठान तनहुँको तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। स्वागतम, स्वागतम, सुस्वागतम। धन्यवाद। र आजको हाम्रो यस कार्यक्रमलाई बन्दीपुर गाउँपालिकाले प्रवर्धन गरेको छ। यहाँलाई जिज्ञासा होला प्रवर्धन भनेको के हो? प्रवर्धन भनेको हामीलाई साथ सहयोग हौसला दिनुभएको छ। त्यसो भए केले भन्ने पनि प्रश्न होला। आर्थिक रूपमा बन्दीपुर गाउँपालिकाले यस कार्यक्रमलाई रु 1 लाख रुपियाँ सहयोग प्रदान गर्नुभएको छ भने यस्तै गरेर यो खेतमा र यहाँसम्म आइपुग्न, यहाँको व्यवस्थापन गर्नमा उहाँहरूले समन्वयको प्रभावकारी भूमिका खेलिदिनु भएको छ। उहाँहरूलाई हामी लोकदोहोरी प्रतिष्ठान तनहुँको तर्फबाट मुरी धन्यवाद दिन चाहन्छौँ। र अब भने हाम्रो असारे धुन प्रस्तुत हुँदैछ। को वाद्य सामग्री उठाएर हात उठाइदिनु होला है त। सहनाईमा हुनुहुन्छ सन्तबहादुर परियार, यस्तै गरी अर्को सहनाईमा हुनुहुन्छ रेखबहादुर परियार, यस्तै गरी ढलकीमा हुनुहुन्छ मेमबहादुर परियार, यस्तै दमाहामा हुनुहुन्छ रेशम परियार, त्यस्तै अर्को दमाहामा हुनुहुन्छ सबिन परियार, झुर्मामा हुनुहुन्छ गोपी थापा, नरसिंहमा हुनुहुन्छ सनबहादुर परियार, कृष्णबहादुर परियार, यस्तै टेम्पोमा हुनुहुन्छ रिमलाल परियार र गणबहादुर परियार। र अब उहाँहरूले असारे गीतमा
पञ्चे बाजाको धुन प्रस्तुत गर्दै हुनुहुन्छ र गाउँदै हुनुहुन्छ चर्चित लोकदोहोरी गायक आदरणीय रामजी पौडेल। जोरदार तालीले स्वागत गरौँ कलाकार टोलीलाई। टिमको टिमलाई मसँगै आइदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु सबैजना। ल हामी सबै गाउँछौँ। देउ महाविक आउनुहोस्। सावित्री अड्काले तपाईँ यहाँ आउनुहोस्। अरू माइङ छ नि त यहाँ बस्नुहोस् दुईजना। साँध्यो बिचारै साँध्यो गोलियो कसारा पूर्वको ढोका खोलेर हेर्दा लागेछ सारा अचारै साँध्यो बिचारै साँध्यो गोलियो कसारा पूर्वको ढोका खोलेर हेर्दा लागेछ सारा लागेछ सारा पूर्वको ढोका खोलेर हेर्दा लागेछ सारा लागेछ सारा बेलौटी काँचो यो कुरा साँचो लागेछ सारा हो मेलो सार्नु पर्यो है मेलो सार्नु पर्यो ल है छैन गोरु अनि हिँडेन क्या हो अलि अलि पछाडि गएर नाच्नु पर्यो नाच्नुको लागि अलि मिलाइदिनु पर्यो है केस अलि मिलेन हाम्रो भोलिन्टियर साथीहरू अलि पछाडि गएर नाच्नको लागि स्टेज मिलाइदिनु होला अलि पछाडि गइदिनु होला है अलि पछाडि गएर नाच्नको लागि स्टेज मिलाइदिनु होला है असारमा खानी दुधिलो मकै साउनमा खानी खिर घरमा छैन शीतलो वचन मनमा छैन थिर असारमा खानी दुधिलो मकै साउनमा खानी खिर घरमा छैन शीतलो वचन मनमा छैन थिर मनमा छैन वीर घरमा छैन शीतलो वचन मनमा छैन वीर मनमा छैन वीर घरमा छैन शीतलो वचन मनमा छैन वीर मनमा छैन वीर बारीका कानलाई यही मनले जान्ला मनमा छैन
है ए उठ्यो ए बस्यो ल है रुपारहरू पनि देखियो भाउसीहरू चाहिँ कम देखियो है कम देखियो ल है स्याबो साइली रामा के भएको साइली रमाइली आइजन यता मेलामा जाने हो पोखिला भएको मेलामा आज दही चिउरा खाने हो दही चिउरा खाने हो पोखिला भएको मेलामा आज दही चिउरा खाने हो दही चिउरा खाने हो पोखिला भएको मेलामा आज दही चिउरा खाने हो भोकीमा होइन हो भने देऊ न दही चिउरा खाने हो पोखिला भएको मेलामा आज दही चिउरा खाने हो हो कि होइन नाच्ने मौसम मोबाइल भिडै राम्रो आउँदैन भोलि नि रोपाई 16 जना काउन्ट भयो कि भएन र हाम्रो अम्पायर हाम्रो लोकदोरी प्रतिष्ठानको महिला साथीहरू कृपया उतापट्टिको साइडमा गइदिनु होला उतापट्टिको साइडमा त्यहाँ छोको नछोको त्यो बिल छोएर आउनु पर्यो बिल नछोको क्यान्सल हुन्छ है भिडियो खिचेर राख्न मिल्छ भने भिडियो खिच्नु होला राम्रोसँग बिल छोएर आउनुपर्छ हातले छोएर आउनुपर्छ खुट्टाले छिन्न पाउँदैन जानु चाहिँ के भयो हिलो गर्ने अनि जानु उतापट्टि छेउमा जानु होला भिडियो खिच्नु होला है कृपया साथीहरू त्यो बिललाई तपाईँहरूले हातले छुनु पर्यो खुट्टाले छोएर पाउँदैन हातले छोएर फर्किएर अनि यतापट्टिको साइडमा हुनु पर्यो यतापट्टिको साइडमा बस्ने 2 जना साथीहरू हुनु पर्यो पर्सनले जितेलाई सम्मान अध्यक्षज्यू तपाईँसँग 2 जना साथीहरू लिनु होला अध्यक्षज्यू पर्सनले जिते सघाउने मान्छे चाहिन्छ 2 जना लिएर हुँदैन के तपाईँले त्यहाँ आउने बित्तिकै सघाउनु पर्यो त्यहाँ झुकिन सक्छ
हुनेलाई फर्स्ट हुनको लागि हाम्रो बसन्त सरले समाउनुहुन्छ। द्वितीय हुनको लागि हाम्रो ईश्वर सर जानु होला प्लिज तल ग्राउन्डमा। फर्स्टको लागि हाम्रो ईश्वर सरले समाउनुहुन्छ यता साइडमा। द्वितीय हुनको लागि हाम्रो ईश्वर परियार सरले समाउनुहुन्छ है। फर्स्ट तपाईँले द्वितीय मात्र हेर्नु होला। र हाम्रो पारिपट्टि हाम्रो केदार सर हुनुहुन्छ, हाम्रो शान्ता मास्टर हुनुहुन्छ, यसरी नै हाम्रो साहित्य हडखले दिदी हुनुहुन्छ। तपाईँहरूले त्यहाँ राम्रोसँग बिल छोएको नछोएको हेरिदिनु होला। हाम्रो अकल बिराई गुरुङ हाम्रो पूर्व अध्यक्ष एवं हाम्रो पूर्व सल्लाहकार पनि हुन्छ अकल बिराई गुरुङजी आइपुग्नु भएको छ। उहाँलाई आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। कृपया ताली बजाइदिनु होला। ल हाम्रो महिलाको दौड अब तयार म सिट्ठी बजाउँछु, तपाईँ तयारी आस्तो हुनु होला है। म रेडी केही भन्दिनँ, एकैचोटि सिट्ठी बज्छ, एकैचोटि बजेपछि दौडिनु होला। हात लिएर कस्ता शरीर खाएको छ त्यत्रो ज्ञानी कामले गएको छ। माछा मार्ने हामी माछा मार्ने हामी एउटा हेलो यहाँ छ उ त दाइले हेर्नुपर्छ के रेगुलर प्रोग्राममा अब सेकेन्ड सेमिफाइनल खेलको पहिलो खेल भागमा चलाएको छ। सबैले रेडी छ? रेडी हुनुहोला। सबैले त्रिपुरा हुटिङको साथमा रेडी यो बिहानदेखि बेलुकासम्म कसैले पनि घर नसम्झिकन यो उत्साहका साथ यो कार्यक्रम गरिराख्दा मलाई एउटा अनुभूति, एउटा मनमा एउटा भुटभुटी चलिरह्यो साथी हो। म बिहान खेताला खोल्न भनेर गएँ, मेरो खेत रोप्न भनेर 16 गतेका लागि मैले खेताला कोही पनि पाइनँ। यसले के दर्शाउँछ भने हामी कृषि खेतीमा आधारित निर्भर व्यक्तिहरू साथै दुखी छौँ। हाम्रो कृषि प्रणाली किन पछाडि परिरहेको छ? एउटा उत्सवको हिसाबमा मात्र हामीले रमाइलो यहाँ गरेका छौँ। हाम्रो हजुरबाहरू, हाम्रो बुवाहरूको पालामा असार लागेदेखि असारभरि यही उत्सव हुने थियो। सबै हर्षित हुने थियौँ। सबैले खेत रोप्दा आफूलाई धनी भएको गौरव हुने थियो। वर्ष दिनभरि हामीलाई खान पाइयो भन्ने गौरव हुने थियो। अहिले जो खेत रोप्नु भएको छ, जोले मेरो खेत छ भन्नुभएको छ, ती सबै चाहिँ अरू आँखाले दुखी देखेको छ। र यो कृषि गर्दाखेरि कसरी फाइदा हुन्छ, कृषिलाई कसरी उत्पादनमुखी बनाउने,
आय स्रोतमुखी बनाउने भन्ने कुरा यो नेपाल सरकारले पनि सोच्नु पर्दछ, स्थानीय सरकारले पनि सोच्नु पर्दछ। यसपछि माछा टिप्ने प्रतियोगिता हुँदैछ। तेईसौँ राष्ट्रिय धान दिवस एवं 6औं हिले महोत्सव बन्दीपुर यस समारोहका सभाध्यक्ष एवं लोकदोहोरी प्रतिष्ठान तनहुँका अध्यक्ष विश्व कुमार बुढाज्यू, त्यस्तै गरेर 3 नम्बर वडाका वडा अध्यक्षज्यू, लोकदोहोरी प्रतिष्ठानका सबै पदाधिकारीज्यूहरू, लोकदोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष मेरो अनन्य मित्र बलिराम विकज्यू लगायत उपस्थित सबै बन्दीपुर गाउँपालिका लगायत व्यास रिसिङ सबै ठाउँबाट आउनुभएका सबै दाजुभाइ दिदीबहिनीलाई धान दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्न चाहन्छु। बन्दीपुर गाउँपालिकाले हरेक वर्ष 15 असारको दिन गर्ने गर्थ्यौँ हामीले। यो वर्ष पूर्णिमा परेको कारणले 14 गते आज गऱ्यौँ। यो धान दिवस हरेक वर्ष मनाउँदै आइराखेका छौँ। अघिल्लो वर्ष हामीले 2 नम्बर वडामा गरेका थियौँ, त्योभन्दा अगाडि 1 नम्बर वडामा गरेका थियौँ। हरेक वर्ष वडागत रूपमा फरक फरक ठाउँमा धान दिवस मनाएर यो पुरानो परम्परा, कला, संस्कृति, हाम्रा रहन सहनलाई, वेशभूषालाई जगेर्ना गर्ने गरी यो कार्यक्रम गाउँपालिकाले सञ्चालन गर्दै आइरहेको छ। खास गरी बन्दीपुर गाउँपालिकाले सन् 2026लाई ग्रामीण पर्यटन बन्दीपुर भ्रमण वर्ष भनेर घोषणा गरेको छ। त्यो भ्रमण वर्ष अन्तर्गतको तेस्रो कार्यक्रम धान दिवस हामीले सेराटारमा मनाएका छौँ। हामी यो वर्षभरि करिब पुसको 15सम्म बन्दीपुरका गाउँमा गएर पर्यटन प्रवर्धन गर्ने, कला संस्कृतिहरूको जगेर्ना र उजागर गर्ने, प्रदर्शन गर्ने र अनि सबै गाउँहरूको पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार गर्दै आन्तरिक र बाह्य पर्यटकलाई बन्दीपुरमा ल्याउने, बन्दीपुरका गाउँमा लगेर त्यहाँका कला संस्कृतिहरू पस्कने, त्यहाँका अर्ग्यानिक खानेकुराहरू खुवाउने र त्यहाँको रहन सहनमा भिज्ने वातावरण बनाई बन्दीपुरमा बस्ने वातावरणको सिर्जना गर्ने पर्यटकलाई त्यो हामीले एउटा त्यो सिर्जना गर्दैछौँ। त्यो कार्यक्रम अन्तर्गत हामीले आज यहाँ सञ्चालन भइराखेको छ। हिले महोत्सवमा लोकदोहोरी प्रतिष्ठान तनहुँप्रति धेरै धेरै आभार व्यक्त गर्दछु विश्वकुमार बुढाज्यू, अध्यक्षज्यू, किनभने यो कार्यक्रमलाई एकदमै भव्यका साथ सफलताको रूपमा अगाडि बढाइदिनु भयो। धेरै सहभागिता भयो, धेरै ठाउँबाट दाजुभाइ दिदीबहिनीहरू आउनु भएको छ। सबैजनालाई धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्दछु र भोलिका दिनहरूमा पनि बन्दीपुर गाउँपालिकाले कला संस्कृतिको जगेर्ना गर्ने, प्रदर्शन गर्ने काम गरिरहनेछ र सबै बन्दीपुरका 6वटै वडामा रहेका सबै दाजुभाइ दिदीबहिनीहरूलाई भ्रमण वर्षको रूपमा कुनै न कुनै कार्यक्रमहरू पस्काउँदै समग्र बन्दीपुरको उत्तरोत्तर प्रगतिको कामनाको लागि हामी हरेक ढङ्गले लाग्नेछौँ र यो काममा सबै बन्दीपुरे गाउँपालिका लगायत सबै क्षेत्रको साथ र सहयोगको अपेक्षा गर्दै यो 23औं धान दिवस एवं 6औं हिले महोत्सवको पूर्ण सफलताको कामना गर्दै म आयोजक टिमलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै बन्दीपुर गाउँपालिकाले यो कार्यक्रमलाई सहयोग गरेको छ र भोलिका दिनहरूमा पनि यस्ता कार्यक्रमलाई सहयोग गर्दै, प्रवर्धन गर्दै, विकास गर्दै अगाडि बढ्ने कुरामा सबैजनालाई जानकारी गराउँदै म आफ्नो भनाइ अन्त गर्छु। धन्यवाद, नमस्कार।